नमस्ते मेरो युट्युब च्यानल गिरेनी ब्लगमा हजुरलाई स्वागत छ। हजुरलाई सन्चै होला, मलाई पनि सन्चै छ। म आज सोयाबिन बेसनमा मेरिनेट गरेर तार्दै छु। यतातिर हाँसको अन्डा 5वटा लिएको छु। प्याज, लसुन, अरू मसलाहरू सबै मिक्स गरिसके। यतातिर साग छ, सबै मिक्स गरेर पकाउँदै छु। हेर्दै गर्नु होला। यी सोयाबिन तार्दै छु। यसरी पकाएर खाँदा साह्रै मिठो हुन्छ। हजुर पनि एकचोटि ट्राई गर्नु होला। सोयाबिन त्यसरी पकाएको खान मन गर्दैन बच्चाहरूले, यसरी पकाएर खाँदा मासुको टेस्ट पनि आउँछ यसमा। सोयाबिन बेसनमा मेरिनेट गरेर राखेको थिएँ मैले अघि नै, देखाएन हजुरहरूलाई। यतिको भएपछि निकाल्नु होला। धेरै रातो भएपछि धेरै कुरुङ कुरुङ क्रान्ची हुन्छ। यसरी पकाएको सब्जी साह्रै मिठो हुन्छ। बच्चाहरूले नि मिठो मानेर खान्छन् यसलाई। सोयाबिन तारिसके, त्यही तेलमा अन्डा राख्दैछु म। भुर्जी बनाउने राम्रोसित पाक्नुपर्ने हुन्छ। यो पाकेन भनेपछि अन्डाको अलि गन्ध आउँछ। यो हाँसको अन्डा हो। अन्डा भुर्जी पनि तयार भइसक्यो। यसरी पाक्नुपर्ने हुन्छ अन्डा भुर्जी। तेल तातिसक्यो, खुर्सानी फुटाउँदैछु सागको लागि। साग राख्दैछु। यसलाई हाफ फ्राई गर्ने। स्वाद अनुसार नुन, यसमा केही नराख्दा हुन्छ। नुन र खुर्सानी मात्रै फुलाएँ मैले यसमा। अरू मसलाहरू यसमा राखिसकेछु। यसलाई हाफ फ्राई गर्ने। मेरो साग पाकिसक्यो। यसमा सबैभन्दा पहिला तारेको सोयाबिन राख्दैछु म। टमाटर केही नराख्दा पनि हुन्छ। त्यसपछि अन्डा राख्दैछु, अन्डा भुजिया। सिम्पल, देख्नमा सिम्पल तर खानामा साह्रै मिठो हुन्छ। यो टेस्टी। यसरी पकाएको मेरो छोराछोरीले साह्रै मन पराउँछन्। हजुरको छोराछोरीहरूले पनि साग सोयाबिनहरू खाँदैनन् भने यसरी पकाउनु होला। मिक्स सब्जी तरकारी, साग, अन्डा, तारेको सोयाबिन
ल हेर्नुहोस् मेरो सब्जी पाकिसक्यो। ग्यास बन्द गरेँ। अन्डा, साग, सोयाबिन तयार भयो मेरो। यसरी बनाएर खानु होला, साह्रै मिठो हुन्छ। आज मेरो खाना यस्तो बनेको छ, हेर्नुहोस्। खाना सेट थाली, यहाँ आलुको भुजिया छ, टिमुर, धनिया, लसुन, अदुवा, टमाटरको अचार छ, यता चटनी अचार, यता पापड रहेको छ, हरियो खुर्सानी, निम्बु, साग, अन्डा, सोयाबिनको सब्जी रहेको छ, यतातिर सलाद छ काँक्राको, यसमा दुध छ, यो दाल रहेको छ। तपाईँलाई के कस्तो लाग्छ कमेन्ट बक्समा लेख्नु होला। यसरी बनाएर खाँदा, साग, सोयाबिन, अन्डा बनाएर खाँदा, अन्डाको सब्जी बनाएर खाँदा साह्रै मिठो हुन्छ। बच्चाहरूले पनि साह्रै मन पराउँछन्। सागै मात्रै खाँदैनन् बच्चाहरूले, सोयाबिन मात्रै खाँदैनन्। सबै मिक्स गरेर बनाउनु होला, साह्रै मिठो हुन्छ। बाई, आजको मेरो खाना। अब अर्को भिडियोमा भेटौँला।